नेपाल पत्रकार महासङ्घ तेह्रौँ शाखामा म अध्यक्ष पदमा निर्वाचित भइसके पछाडि धेरै चुनौतीहरू आइपरेका थिए। म निर्वाचित भइसके पछाडि एक त विश्व महामारीको रूपमा फैलिएको कोरोना भाइरस व्यापक भइसकेको थियो। त्यसको एउटा छुट्टै समस्याहरू थिए। त्यो कोरोना भाइरसको महामारीको बिचमा रहेर पत्रकारहरूको क्षमता विकास र नेपाल पत्रकार महासङ्घको संस्थागत विकासको काम गर्नु पहिलो जिम्मेवारी थियो, दायित्व थियो। यी सबै जिम्मेवारी र ती दायित्वहरूलाई मैले एउटा निष्ठापूर्वक भूमिका निर्वाह गरेको छु। नेपाल पत्रकार महासङ्घ पत्रकारहरूको एउटा छाता संस्था हो। प्रेस चौतारी, प्रेस युनियन लगायत प्रेस सेन्टर लगायतका कुनै एउटा दलीय सङ्गठनमा रहेका पत्रकारहरूको मात्र ती सङ्गठनको मात्र छाता सङ्गठन होइन। सबैभन्दा पहिला त पत्रकार आफैमा काम गर्ने मान्छे दक्ष हुनु पर्यो, क्षमतावान हुनु पर्यो। ऊ आफैमा दक्ष छ, उसँग सिप छ, उसँग चाहिँ अरू दक्षता छ, ऊ चाहिँ धेरै विषयमा ऊ जानकार छ, हरेक हिसाबमा सक्षम छ भने उसलाई कुनै सङ्गठनको जरुरत पर्छ जस्तो मलाई लाग्दैन। पत्रकारिता समाजको एउटा ऐना हो। समाजलाई अध्ययन गर्ने एउटा विज्ञान पनि भन्छु म यो पेसालाई। पत्रकारितासँग धेरै विषयहरू यसमा गाँसिन्छन्। तपाईँले भने जस्तै पत्रकारितामा नयाँ पुस्ताहरूको एउटा आकर्षण पनि छ र पत्रकारितालाई पेसालाई टिकाउनु पनि छ। अहिले चाहिँ पछिल्लो समयमा हिजोका ठुला मिडियाहरू सञ्चालन भइरहेका मिडिया हाउसहरू अहिले बन्द भइरहेको अवस्था पनि छन् र हिजोका मूलधार भन्ने मिडियाहरू अहिले सोसियल मिडिया यो डिजिटल मल्टिमिडियाका कारणले गर्दाखेरि ती पनि ओझेलमा पर्दै गएका छन्।